साथीहरू, जीवन कहिलेकाहीँ यस्तो मोडमा आउँछ जहाँ प्रेमको अग्नि परीक्षा दिनुपर्छ। कान्छीको कथा पनि यस्तै छ। उनी आफ्ना श्रीमान सागरलाई भेटाउन जीवनका अनेकौं बाधा पार गर्दै अघि बढिरहेकी छिन्। के उनी सफल हुन्छन् त? आजको भिडियोमा हामी यही कथा लिएर आएका छौं। भिडियो छोटो छ, अन्तिमसम्म हेर्नुहोला। साथीहरू, एक उजाड जंगल जहाँ सागर बन्दी बनाइएका छन्। उनको अनुहारमा चोट छ, आँखा थकित छन्। सलिनाको मामा उसको अगाडि उभिरहेको छन्। सागर, जसलाई निर्दोष भएर पनि आफ्नो जीवनमा कठिनतम सजाय भोग्नु परिरहेको छ। सलिनाका मामाले गरेको आफ्नो चेलीबेटी बेचबिखनको जघन्य अपराध, निर्दोष सागरलाई जबरजस्ती अपराधी बनाएर आफ्नो पाप लुकाउन सलिनाको मामाले अब प्रहरी सामु उपस्थित हुँदा सबै अपराध सागर स्वयं आफैले गरेको हो भनी स्वीकार गर्न बाध्य पार्न खोजिरहेको छ। तर कान्छीले सपनामा सागर रहेको जंगल देखिसकेकी छिन्। अब कान्छीले प्रहरीलाई साथमा लिएर सागरलाई खोज्न जाओस् र सागर चाँडै भेटियोस् भन्ने चाहनुहुन्छ भने कृपया भिडियोलाई एक लाइक गरी कमेन्टमा कान्छी र सागर लेखिदिनु होला। साथीहरू, सिरियलको यस भागमा कान्छीले जीवनमा आएका कठिनाइहरूलाई पार गर्दै लक्ष्यसम्म पुग्न सकिन्छ भन्ने कुरा कान्छीको संघर्षबाट सिक्न सकिन्छ। समाजले कान्छीले आफ्नो श्रीमान सागरलाई मृत घोषित गरिए पनि हार मानिनन्। उनले सत्यको खोजी गरिरहन् र अन्ततः प्रमाण पनि फेला पारिन्। हामीले यस कथाबाट जीवनलाई कठिनाइ आए पनि सत्य र धैर्यताले अन्ततः जित हासिल गर्न सकिन्छ भन्ने पाठ सिकेका छौं। साथीहरू, यस भागमा हाम्रो समाजका पानीमाथिको बानो जस्तै भन्न खोज्ने अपराधीहरूको चाल, हाम्रो समाजको अहिलेको वास्तविकता, सागरको अपहरण, कान्छीको अडान र समाजमा भएका लोभ, धोका र सत्यका जालहरूलाई उजागर गर्दै यो कथा अगाडि बढेको छ। यस कथाले हामीलाई हाम्रो समाजमा प्रत्येक नारीहरूले कान्छी जस्तो पात्र भएर घटनाको सत्य तथ्य पत्ता लगाएर मात्र विश्वास गर्ने, अप्ठ्यारोमा परेका व्यक्तिलाई सहयोग गर्ने, अपराधीहरूबाट सजग रहने, समाजका परम्परागत मूल्य मान्यता भन्दा माथि उठेर सोच्नुपर्ने जस्ता अत्यन्तै सुन्दर व्यवहारिक सत्यताको उजागर गरेकी छिन्। साथीहरू, हजुरहरूले यस भागमा के कुरा सिक्नुभयो? कृपया आफ्नो विचार कमेन्ट बक्समा लेख्न नबिर्सनुहोला। यस कथाको अर्को भाग कान्छीको खोजी यात्रा कहाँसम्म पुग्छ, यी सबै जान्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी देखिएको घन्टीमा थिचेर अल नोटिफिकेसनमा थिच्न पनि नबिर्सनुहोला। अहिलेको लागि यति नै। जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोला। हवस् त, धन्यवाद।